तलको साइड गएर बस्छु। यो मोबाइल क्यामेरा सिस्टम फक मोबाइलै झन्। हेलो साथीहरु, म चाहिँ अब आजदेखि पार्ट टाइम जब ग्लोबल फुड डेलिभरीको लागि चाहिँ रेडी हुँदैछु। म भिडियो पनि बनाएर आउँछु, मेरो गोप्रो छ अनि त्यहाँबाट चाहिँ मेरो यो ग्लोबल फुडको चाहिँ एक्सपिरियन्स म तपाईहरुलाई शेयर गर्ने नै छु मेरो फेसबुक, मेरो युट्युब च्यानलबाट। अनि तपाईहरु हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहे है त। मेरो यो चाहिँ मेरो पार्ट टाइम जब हो। पार्ट टाइमको लागि चाहिँ मैले स्टार्ट गर्दैछु यो चाहिँ ग्लोबल फुड डेलिभरी हेर। अनि यो चाहिँ खाना डेलिभरीको लागि चाहिँ, अनि यहाँ खानाहरू बोक्नुको लागि चाहिँ यो ब्यागमा चाहिँ मैले गर्छु है। कस्तो हुन्छ ब्यागै बोक्नु, होस् कस्तो देखेँ त, कस्तो देखिएको छ ज्याकेट छ। मेरो ग्लोबल फुडको लागि चाहिँ प्रिपेयर भइसकेँ। अब लेट्स सी कस्तो हुन्छ है त, भिडियो हेर्दै गर्नु होला। अब मैले चाहिँ यहाँ स्टार्ट गर्न लागेको छु र फर्स्ट टाइम मेरो मोबाइलको योहरू पनि हालिसकेँ। अनि अब यहाँ चाहिँ मेरो फर्स्ट आज नै मैले स्टार्ट गर्न लागेको। अब यहाँदेखि स्टार्ट हुन्छ होइन। ओके, मैले स्टार्ट गरेँ, भयो नि त होला नि होइन। सर्चिङ राइट अर्डर हुँदैछ होइन। अब मैले यहाँदेखि चाहिँ अब यदि बाई चान्स अब मेरो फर्स्ट डे हो, अब अर्डर नआउन पनि सक्छ, मलाई थाहा छैन होइन। र अब मैले चाहिँ यहाँबाट अर्डर आएपछि मैले यहाँबाट खानाहरू पिकअप गरेर चाहिँ त्यो कस्टमरसम्म चाहिँ मैले लानुपर्ने हुन्छ। जस्तै यो कस्तो हो भन्दा नेपालमा जस्तै पठाउ टाइपको जस्तै हो। पठाउमा जस्तै हामीले मान्छे एक ठाउँमा गएर पिकअप गर्छौँ र ड्रप पोइन्टसम्म हामीले पुर्याइदिन्छौँ, त्यस्तै टाइपको नै हो फुड डेलिभरी पनि। अब कस्तो हुन्छ हेर्दै गर्नु होला है। मेरो फर्स्ट डे अब अर्डर आउन पनि सक्छ नआउन पनि सक्छ। मेरो अहिले ग्लोबल मात्र खायो कि बोल्ड आइडी चाहिँ बनाएको छैन। यदि त्यो भयो भने आज नआउनु पनि सक्छ है। आज आउनु चाहिँ अब फर्स्ट दिन थाहा भएर म तलको साइड गएर बस्छु। यो मोबाइल क्यामेरा सिस्टम फक मोबाइलै झरिदियो यार। यो मोबाइलबाट राम्रो रहेछ, भर्खर लिएको यार। त्यही के भयो फोन ला ग्लास चाहिँ फुट्यो। मेरो चाहिँ यहाँ सर्चिङ हुँदैछ। अब आएको छैन अर्डर, धेरै टाढा किन जानु, तलतिर साइडमा गएको भए चाहिँ अहिले आउन पनि सक्छ। छेउ सर्चिङ हुँदैछ है त गाइज। लेट्स सी अब आज हुन पनि सक्छ नहुन पनि सक्छ। म राति निक्लेको छु, ड्युटीबाट आएको हो नि त भर्खर। मेरो पार्ट टाइम जब हो यो चाहिँ, पार्ट टाइम जब स्टार्ट गरेको हो। अनि मेरो फुल टाइम जब त रेस्टुरेन्टमा छँदैछ नै, त्यो पनि पार्ट टाइममा फ्री टाइममा जस्ट गर्दै गरौँ भनेर हो। अब आज हेरौँ के हुन्छ है त। यो चाहिँ मैले गरिसकेँ होइन, तर कहाँ हो अलमैदा, यो त टाढा हो नि त, तर मैले यो एक्सेप्ट गरेन।
Awesome, South Bend Bistro. कहाँ यार यो? ऐसे भन्दिउँ क्या? मलाई थाहा छैन यार, फेरि अझ हुन्छ कि है? यो मैले गरेन यार। कहाँ हो यार यो त? यो त्यति आएन मलाई। गाइस मैले चाहिँ यहाँ पटक त्यसै सामान पिकअप गरिसकेँ होइन। अब म चाहिँ यहाँदेखि एकछिन आएँ, म तपाईँहरूलाई देखाउनेछु। अब मैले सामान पिकअप गरेँ म मेरो रुम नजिकैबाट होइन। र मैले सामान पनि प्याक गरिसकेँ। अब म चाहिँ सामान लिएर यो मेरो यहाँ स्ट्यान्ड भएको छ क्या है। अब मैले चाहिँ यो ठाउँमा पुऱ्याउनु पर्ने हुन्छ होइन। यो ठाउँ हो तर अब म साइकलमा जानुपर्छ। कता छ यार यो त? कहाँनिर हो? बोनफिल्म साइडबाट जानु रहेछ। पिङ्गु दोष बोनफिल्म हुँदै र यो ठाउँ मलाई लगभग मलाई थाहा छ। यो ठाउँतिर जान्छु म अब है त। मैले सामान बुक लिइसकेँ। अब म यहाँबाट जान्छु है त। अब म पुगेपछि मात्रै भिडियो बनाउने छु। थ्याङ्क यू सो मच भिडियो हेर्दै गर्नु होला है त। पुऱ्याउन जाँदै गाइस, म चाहिँ अहिले यहाँ सामान पुऱ्याउन जाँदैछु होइन। मेरो फर्स्ट अर्डर। अनि अब म यहाँदेखि लगभग 2 किलोमिटर चाहिँ पुग्नु पर्ने हुन्छ मैले सामान पुऱ्याउनलाई। 2 किलोमिटर लगभग जानुपर्ने हुन्छ सामान छोड्नलाई। सजिलो छ जस्तो चाहिँ लागेको छैन मलाई यो काम गर्नलाई होइन। अब नयाँ हुन्जेल अलिकति गाह्रो नै हुन्छ होला। अब रेस्टुरेन्टमा काम गरिरहेको मान्छेलाई यस्तो गर्नलाई गाह्रो नै हुन्छ नि त। त्यही नै हो। त्यही भएर नयाँ कामलाई चाहिँ एक्सपिरियन्स गर्दैछु है, कस्तो हुन्छ है त। आज मेरो फर्स्ट अर्डर, मेरो फर्स्ट दिन होइन। पहिलो अर्डर चाहिँ म पुऱ्याउन जाँदैछु त्यहाँसम्म। सो त्यो आज मेरो फर्स्ट डेलिभरी नै गरेन, गाह्रो भयो। त्यो मान्छे अनलाइनमै नरहेछ अनि कल गर्नलाई होइन। मैले घुम्दा मैले कहाँ हो यार सोधेको, फेरि उता हो भन्छ कसैले। अनि यहाँबाट यस्तो गएर यता हो जस्तो लाग्छ मलाई चाहिँ। मैले फेरि मान्छेले फेरि होइन भन्दै यार मलाई। म त यहीँ छु त यो लोकेसनमा। 48 हो जुन। यो त होइन नि, म त यता यार मलाई नै छैन त कुन चाहिँ त यहीँ देखाउँछ त फेरि। हाई गाइस, मैले डेलिभरी चाहिँ गरेँ होइन। तर लोकेसन त्यो एकै ठाउँमा घुमाइ गरेको भएर चाहिँ अलि अप्ठ्यारो भयो मलाई डेलिभरी गर्नलाई। अब फर्स्ट दिन भएर नि हो, बिस्तारै लोकेसन हेर्दै गरेपछि त म्याप हेर्दै गर्दाखेरि बिस्तारै जानिन्छ नै होइन। तर पनि जस्ट ठिकै छ। पछि कस्टमर आफै लिन आइदिनु भयो त्यहाँसम्म एकदमै।
ल त गाइस मेरो सेकेन्ड अर्डर पनि आइसक्यो। सेकेन्ड अर्डर चाहिँ यहाँ म्याकडोनल्ड छ। म्याकडोनल्डदेखि चाहिँ अब त्यहाँ पुगेछु। खाना लिएपछि मात्र चाहिँ कतातिर जाने म तपाईँहरूलाई भन्छु है त। अब मेरो सेकेन्ड अर्डरको लागि है त। लागे म सेकेन्ड अर्डरको लागि आज। म्याकडोनल्ड छ, म्याकडोनल्ड छ जानुपर्छ। अनि त्यहाँ चाहिँ खाना रेडी भयो भनेर चाहिँ मलाई मेसेज आउँछ। अनि त्यहाँबाट मैले खाना पिकअप गर्नुपर्ने हुन्छ है त। म चाहिँ अहिले म्याकडोनल्ड आइसकेँ होइन। अब मेरो खाना कति बेला चाहिँ रेडी हुन्छ अनि त्यसपछि पिकअप देखाएपछि चाहिँ मैले लिन जानुपर्ने हुन्छ। अनि यो चाहिँ के हुन्छ भने मैले त्यहाँ गएर मेरो यो ग्लोबो हेज 777 चाहिँ मैले देखाउनु पर्ने हुन्छ है त। अब मेरो खाना रेडी भएपछि त्यहाँबाट मेसेज आउँछ अनि बल्ल लिन जानु है त। हेलो गाइस, आज चाहिँ मैले 3टा सर्भिस डेलिभरी गरिसकेँ। अब मैले यहाँ चाहिँ पिज्जा डेलिभरी रहेछ, पिज्जा डेलिभरी गरेँ। अब चाहिँ म फेरि अर्को गर्छु। लगभग 9 बजीसम्म मात्र गर्छु आज म। फर्स्ट डे भएको भएर लोकेसनहरू बताउनु अलिकति गाह्रो नै भयो मलाई। आज फर्स्ट डे भएर होला, बिस्तारै भइ नै हाल्छ है त गाइस। है गाइस, मैले चाहिँ सेकेन्ड सर्भिस पनि डेलिभरी गरिसकेँ होइन। मलाई यो आज होल्डर किनेर ल्याएको। अनि त्यो होल्डरले गर्दाखेरि लास्टै झ्याउ बनायो क्या, भाँच्यो क्या त्यो किनेको आजै होइन। आजै भाँच्यो क्या, त्यही भएर लोकेसन हेर्न यस्तो अप्ठ्यारो भयो कि। एउटा हातमा मोबाइल भने अर्को चाहिँ पाइडल चलाउनु पर्ने भएर एकदमै अप्ठ्यारो भयो क्या। त्यही भएर अलिकति ढिलो भयो। मैले होल्डर भयो भने चाहिँ म मजासँग डेलिभरी गर्न सक्ने रहेछु भन्ने चाहिँ मलाई थाहा भयो। कता जाने यार, म यहाँबाट यहाँ तल निक्लिन्छु। तर यो अप्ठ्यारो भयो त्यो लोकेसन हेर्नलाई, म्याप नभएर। के अरे होल्डर भाँच्यो नि त। चाइनिजकोमा होल्डर किनेको, आज किनेको आजै भाँच्यो यार। भयो यहाँ निक्लिँदो रहेछ नि त हस्पिटलनिर निक्लिँदो रहेछ। म तल फेरि तल नै जान्छु। उता म्याकडोनल्ड साइडतिर बस्यो भने चाहिँ अलि डेलिभरी आउने रहेछ। अर्डरहरू यताउति आएर खाँदो रहेछ। त्योभन्दा चाहिँ बस्दा पनि हुन्छ होला। त्यही म ट्राई गर्छु अहिले। भर्खर आउँदैछ, हामी काम गर्ने उता सँगसँगै एकै ठाउँतिर अहिले। हेलो साथीहरू, आज चाहिँ मैले लगभग 4वटा राइड गरेँ। 4वटा राइडमा लगभग मैले जम्मा पार्ट टाइम अन्त फुल टाइम गरेँ भने चाहिँ लगभग 50-60 युरो चाहिँ डेली कमाइदियो रहेछ जस्तो लाग्यो मलाई। किनकि मैले अब जम्मा 2 घन्टामा पनि मैले 10 युरो नै लगभग बनाएँ। किनकि आजको लागि चाहिँ यति नै। अब भोलि फेरि के कस्तो हुन्छ। अब आज चाहिँ 5वटा डेलिभरी गरेँ। अनि भोलि के कस्तो हुन्छ तपाईँहरूलाई म सेयर गर्ने नै छु। भिडियोहरू चाहिँ रेगुलर आउँछ, रेगुलर हेर्ने गर्नु होला है त गाइस। थ्याङ्क यू, नमस्ते। एन्ड पोर्चुगलमा हामी नेपालीहरू कतिजनाले ग्लोबो फुड बोल्ट डेलिभरी गर्दै हुनुहुन्छ कमेन्ट भिडियो होइन। है तपाईँहरू पनि भिडियो बनाउँदै हुनुहुन्छ भने सपोर्ट गर्नु होला। म पनि तपाईँहरूलाई सपोर्ट गर्ने छु। अनि लेट्स सी अब के कस्तो हुन्छ। आजको दिन त यस्तै नै भइहाल्यो। मेरो ब्याग यहाँ छ, ब्याग यहाँ छ, साइकल यहाँ छ। अब भिडियो भोलिको लागि कुर्नु होला है त। अब राति पनि भयो, चिसो भयो। आज म फर्स्ट डे खासै त्यो
तातो कपडाहरू लगाएको थिइनँ, ग्लोभ्सहरू टोपीहरू त ल्याइसकेको छु। अनि मेरो आज चाइनिजकोमा मोबाइल होल्डर किनेको, मोबाइल झरेर फुटिसक्यो होइन, त्यो स्क्रिन मात्र ग्लास मात्र फुटेको छ। त्यही पनि आज फर्स्ट दिन नै यस्तो भयो। अब हेरे जाउँ डेलिभरी बढेर चाहिँ पैसा कतिको कमाइ हुन्छ भने चाहिँ म तपाईँहरूलाई सेयर गर्नु नै छु। थ्याङ्क यू सो मच एभ्रिवान। म चाहिँ अब थर्ड अर्डरको लागि वेटिङमा छु होइन। अब आउनु सक्छ लगभग आउनु सक्छ, भर्खर 7 त बजेको छ। म फेरि यही ठाउँमा आएर बसेको छु। अब थर्ड डेलिभरीको लागि वेटिङ आयो त म चाहिँ अब सेकेन्ड अर्डरको लागि यहाँ आइपुगेको छु। अब सेकेन्ड अर्डर वेटिङमा छु, सेकेन्ड अर्डर आइसकेको छैन। म चाहिँ लगभग नजिक आइपुगेको छु, कस्टमरको सामान पुऱ्याउनु नजिकै आइपुगेको छ होइन। चाहिँ यहाँ बसेको छु आज फर्स्ट डे भएको भएर। अनि अब यहाँ अर्डर आउनु सक्छ नआउनु सक्छ, फर्स्ट दिन नयाँ भएर अब थाहा छैन नि त सबै कुराहरू, कहाँ बस्ने के बस्ने भनेर। त्यही पनि बिस्तारै हुन्छ नै है त।